नमस्ते सबैजनाहरूले। मैले चाहिँ आज नेपालमा रहेका 60वटा जनजाति र ती जनजातिलाई कतिवटा समूहमा विभाजन गरेको छ र ती विभाजित चाहिँ समूहमा कतिवटा जनजातिहरू चाहिँ समावेश छन् त भनेर चाहिँ हजुरसामु लिएर आएको छु। फर्स्टमा चाहिँ छ हाम्रो उन्नत समूह, जसमा चाहिँ 2वटा जनजाति रहेका छन्। त्यसमा थकाली र नेवार पर्दछन्। थकाली र नेवार पर्दछन्। त्यसपछि रहेको छ हाम्रो चाहिँ लोपोन्मुख। लोपोन्मुखमा चाहिँ 10वटा जनजाति रहेका छन्, जसको चाहिँ फर्मुला रहेको छ मेरा कुराले हाँसो बकु। मेरा कुराले हाँसो बकु भन्ने त्यसमा चाहिँ लोपोन्मुखमा पर्छ भने अति सीमान्तकृतमा चाहिँ 12वटा जनजाति पर्छन्। अति सीमान्तकृतमा 12वटा जनजाति पर्छन्। ती 12वटा जनजाति भनेका चाहिँ हाम्रा माझी, स्यार, लोमी, थुदाम, तानुक, चेपाङ, सतारहरू रहन्छन् भने त्यसपछि हाम्रो सुविधा वञ्चितमा चाहिँ 15वटा रहेका छन्। ती सुविधा वञ्चित पनि हाम्रो कण्ठ गर्ने ट्रिक रहेको छ। त्यो चाहिँ हाम्रो मगर, लिम्बू, राई, गुरुङ, शेर्पाहरू चाहिँ यसमा पर्दछन्। र अर्को लास्टमा रहेको छ सीमान्तकृतमा अरू बाँकी जम्मै चाहिँ यसमा चाहिँ सीमान्तकृतमा चाहिँ थारू, राणा थारू, तामाङ, भुजेल, कुमाल, कोचे, पहरीहरू चाहिँ पर्दछन्। अब यसको कसरी कण्ठ गर्ने त, कुनमा चाहिँ कति रहेका छन् भनेर चाहिँ कण्ठ गर्नलाई चाहिँ हामीले चाहिँ यसरी गर्ने। लोपोनको चाहिँ लो अ सु सी, लो अ सु सी गरेर पनि लो अ सु सी। अब उन्नतमा 2वटा भयो, त्यो हामीले चाहिँ पढिराख्नु परेन, अथवा चाहिँ एकैचोटि याद हुने भएर मैले उन्नत के अरे यसमा राखिनँ। उन्नतमा चाहिँ जम्मा 2 र अरूमा चाहिँ क्रमशः 10, 12, 15 र 21। 10, 12, 15, 21 को चाहिँ फर्मुला के रहेको छ भने लो अ सी सु स्यु, लो अ सु सी गरेर पर्ने। लोपोन्मुख, अति सीमान्तकृत, सुविधा वञ्चित र सीमान्तकृत गरेर 5वटा रहेका छन्, जसको चाहिँ 10, 12, 15, 21 गरेर हामीले चाहिँ पढ्न सक्छौँ। धन्यवाद।